हेलो साथीहरू, यो भिडियो चाहिँ मैले तपाईँहरूलाई चाहिँ हामी जापानमा कसरी चाहिँ अब जुन तलको फ्लोर हुन्छ त्यो मेन्टेन गर्छौँ भन्ने कुरा चाहिँ यो भिडियोमा भन्न गइरहेको छु। यो चाहिँ मेरो पुरानो पहिलाको जुन यो थियो होइन, तल ओछ्याउने थियो, यो चाहिँ यस्तो पार्टिसनवाला थियो। मेरो फर्स्ट बेबी त मेरो ठुलो छ नि त, अन्त चाहिँ गेम खेल्नलाई चाहिएको हुन्थ्यो, त्यही भएर चाहिँ त्यस्तो मैले ग्रिन कलरको राखेको थिएँ। अनि यो चाहिँ मेरो छोरीको पास्ने पनि आइरहेछ, त्यही भएर चाहिँ हामीले चाहिँ तलको अलिकति चेन्ज गरौँ न भनेर चाहिँ हामीले चाहिँ अर्को नयाँ चाहिँ यो फ्लोर म्याट लिएर आएको छ। र यो लाउनुभन्दा पहिला चाहिँ हामीले चाहिँ एकदम राम्ररी सफा गर्नुपर्छ तलको होइन। त्यो चाहिँ तपाईँले हेर्नुभयो यहाँ अगाडि चाहिँ मेरो हस्बेन्डले चाहिँ टेपले चाहिँ एकदम त्यो भित्र चाहिँ अलिकति पनि सानो कपालहरू भए पनि त्यसले तान्छ होइन, त्यही भएर चाहिँ त्यसले सफा गर्नुभयो फर्स्टमा। अनि त्यसपछि चाहिँ यो हामी ओछ्याउँदैछौँ। लगभग हामीले चाहिँ धेरै नै ओछ्याइ नै सकेको छौँ। अनि तपाईँले चाहिँ यो होइन, तपाईँले यो एकअर्कामा चाहिँ मिलाएर मजाले बसालेर राख्नुपर्छ क्या। त्यही भएर चाहिँ उहाँले चाहिँ सबै मजाले, मेरो हस्बेन्डले मजाले मिलाएर राख्यो। अनि त्यसपछि यो मेरो जेठी छोरीले चाहिँ ऊ आफ्नो ठुलो पापालाई चाहिँ हेल्प गरिरहेछ के खेलेर के गरेर। सो अब यो चाहिँ हामीले चाहिँ यो अलिकति एक्स्ट्रा भइरहेछ, तपाईँ हेर्न सक्नुहुन्छ, एक्स्ट्रा भइरहेछ नि त। यो चाहिँ हामीले काटेनौँ, किनभने अब फेरि अर्को रुममा चाहिँ सार्नु पऱ्यो भने चाहिँ फेरि यसले चाहिँ काटेर फेरि किन फाल्ने, किन वेस्ट गर्ने भनेर चाहिँ हामीले काटेनौँ र हामीले चाहिँ यतिकै छोडिदियौँ। र यो साइडमा खासमा चाहिँ म आफ्नो मेकअपको ड्रेसिङ टेबल राख्छु, अनि यो साइडमा डाइनिङ टेबलहरू हुन्छ, त्यही भएर चाहिँ हामीले चाहिँ यो साइडमा चाहिँ यतिकै छोडिदिएको थियौँ कि। र यो हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ हामीले एज अ होलमा कम्प्लिटली लगाइसकेँ र यस्तो देखिरहेछ। मेरो छोरी चाहिँ एकदम ह्याप्पी भइरहेछ अनि ठुलो पापालाई फोटो खिचिदिने अरे भनेर भन्दैछ कि। र दिस इज द फाइनल लुक एन्ड थ्याङ्क यू सो मच फर वाचिङ।